आऊ ना आऊ कसले बोलाएको ना हो कान्छोलाई दिदीलाई पनि बोलाउने बोलाऊ दिदी हाम्रो घर स्याल आयो भन न क्याउ अनि अरू दादालाई दादा चकचक गर्नु भयो दादालाई च्याल लिएर जाऊ भन दादा चालो दादा चकचक दादा टकटक बाबुलाई पनि लिएर जाऊ अब त स्याल आउँछ होला सबै चकचक गरे खान स्याल आउँछ होला स्याललाई नआइज भन नाउ बाबुलाई लिएर जाने किन बोलाएको स्याललाई मम्मालाई लिएर जा बाबालाई लिएर जा दादालाई आमालाई नलिएर जा भन आमा लो नै बाबा लो नै बाबु लो नै मम्मी लो नै अनि बाबा अनि बाबु बाबु चालो नै अनि म दादा चालो नै ला स्याल त आयो ढोकैमा आयो अब के छ फोन गरेर जा भन चकचक गरे खाने कसैले भन्देऊ दा बाबु बाबु दा बाबु आयो क्या गयो बाबुलाई मात्रै चकचक गरे हो बाबुले तिमीले मात्रै चकचक गरिहौ तिमीले मात्रै दुध खाइ छैनौ अब त स्यालले तिमीलाई लैजान्छ होला के गरेको त्यस्तो अब बोतल फुटाउँछ भयो 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 स्याल भाग्यो अब फोन गरेर स्याललाई कसैले चकचक गरे छैन नआइज भन नाउ बाबुलाई दुध खाएन बाबुलाई लिन आऊ भन बाबु दियाऊ ला स्याललाई बोलाएको स्याललाई बोलाएको बाबुलाई डर ला दुध खान स्याल भन न स्याल आयो भने क्या नि हो दादा टक टक हो दादा टक टक ला ला स्याललाई बोलाइदिएको दादा टक टक कसलाई बोलाएको नि क्या स्याल आउँछ अब अनि दादाले टोक्यो भने के गर्ने नि दादा टक उता क्या दादा टक टक आऊ ल तिमी दुध खाऊ छिटो नत्र फेरि तिमीलाई लैजान्छ अरे स्यालले दुध खाइहाल्यो छिटो स्यालले लैजान्छ भने छिटो खाऊ बसेर दुध खाऊ